आज हामी पढ्न जाँदैछौँ रिमोट डेस्कटप र रिमोट एसिस्टेन्सको बारेमा। र यसको लागि मसित एउटा सर्भर सिस्टम छ र दुईटा एक्सपी सिस्टम छ। त्यो हामी VMware हेर्न सक्छौँ। एउटा विन्डोज सर्भर 2003 र दुईटा क्लाइन्ट एक्सपी मसिन्सहरू। र मैले रिमोट डेस्कटप र रिमोट एसिस्टेन्सको प्र्याक्टिकलको लागि दुईटा युजर बनाएको छु। दुईटा युजरहरू के हो म देखाउँछु तपाईलाई। DSA डाटा एमएससीमा जान्छौँ, रनमा गएर र मैले दुईटा युजर बनाएको छु, एउटा टेस्ट युजर र एउटा ट्रेनर युजर। टेस्ट एउटा नर्मल युजर हो भने ट्रेनर एउटा एडमिन प्रिभिलेज भएको इन्टरप्राइज एडमिनको मैले मेम्बर बनाएको छु। एउटा एडमिन प्रिभिलेज भएको युजर भनेको ट्रेनर युजर हो र एउटा नर्मल युजर भनेको हाम्रो टेस्ट युजर हो। ठीक छ ल, फर्स्टमा म के गर्छु, फर्स्टमा मैले गर्ने भनेको म पहिला रिमोट डेस्कटप के गर्छु फर्स्टमा। ल फर्स्टमा आई विल कम्प्लिट द रिमोट डेस्कटप सेसन। हेर्नुस्, रिमोट डेस्कटपको सिनारियो एउटा सानो सिनारियो दिन्छु। सपोज तपाईँ एउटा मिटिङमा जाँदै हुनुहुन्छ र मिटिङमा जाँदा जाँदै तपाईलाई बाटोमा के याद भयो भन्दाखेरि तपाईले एउटा अर्जेन्ट फाइल तपाईको डेस्कटपमा राख्नु भएको थियो आफ्नो डेस्कटपमा, र तपाईले त्यो फाइललाई कपी गर्न भुल्नुभयो ल्यापटपमा। सपोज त्यस्तो कन्डिसन आयो। जब तपाईँ जाँदा जानुहुन्छ बाटोको बिचमा हुनुहुन्छ तर तपाईँको प्रेजेन्टेसन दिनुपर्ने छ र तपाईँलाई टाइम बितिसक्यो भने यो कन्डिसनमा के गर्ने त? यो कन्डिसनमा तपाईँलाई घर फर्किन पनि फिजिबल हुँदैन किनकि प्रेजेन्टेसन दिनुपर्ने छ। र यो केसमा हामीले गर्न सक्ने कुरा भनेको एउटा रिमोट डेस्कटप, एउटा त्यो रिमोट डेस्कटपको प्रयोग गर्न सक्छौँ। यसले के गर्छ भन्दाखेरि तपाईँको डेस्कटपलाई तपाईँको अहिले युज गरिरहनु भएको सिस्टममा म्याप गर्ने काम गर्छ कि। सपोज यसको भनाइको मिनिङ के हो भन्दाखेरि तपाईँले कुनै पनि रिमोट लोकेसनमा बसेर कुनै पनि रिमोट लोकेसनको डेस्कटपलाई एक्सेस गर्न सक्नुहुन्छ भन्न खोजेको मिनिङ त्यो हो। कुनै पनि सिस्टम एउटा लोकेसनमा बसेर अर्को लोकेसनको सिस्टमलाई एक्सेस गर्न सकिन्छ र त्यो फिचर हामीलाई दिएको छ रिमोट डेस्कटपले। र म अहिलेको मेरो ल्याबको मेरो इन्टेन्सन के हो, म एउटा एक्सपी मसिनमा बसेर अर्को एक्सपी मसिनको रिमोट डेस्कटप युज गरेर हेर्छु। म एउटा एक्सपी विन्डोज एक्सपी प्रोफेसनलमा लगइन गर्छु एज अ ट्रेनर एकाउन्ट लगइन गर्छु म। TRI ट्रेनर पासवर्ड पनि दिएँ र म यतापट्टि अर्को सिस्टममा टेस्ट युजर लगइन गरेर हेर्छु। र म के गर्दैछु, म यो एकाउन्ट मेरो ट्रेनर एकाउन्टबाट मेरो ट्रेनर एकाउन्टको यो मेरो मसिन हो। हेर्नुस् यहाँ ट्रेनर छ। यो ट्रेनर एकाउन्टबाट रिमोट डेस्कटप कनेक्सन गरेर म अर्को एक्सपी मसिनसित काम गर्न चाहन्छु। र यसको लागि फर्स्टमा मलाई चाहिने चिज भनेको के हो भन्दाखेरि जुन कम्प्युटरमा तपाईँ रिमोट डेस्कटप कनेक्सन इस्टाब्लिस गर्न खोज्दै हुनुहुन्छ त्यो कम्प्युटरमा रिमोट डेस्कटप कनेक्सनको लागि यो रिमोट डेस्कटप कनेक्सन एभाइलेबल हुनु पर्यो। यो चाहिँ तपाईको नर्मल युजरको लागि त्यो प्रिभिलेज हुँदैन। एउटा पावर युजर अथवा एडमिनलाई त्यो प्रिभिलेज हुन्छ। र मैले पहिले तपाईको एउटा एडमिन एकाउन्टबाट लगइन गरेर रिमोट डेस्कटपलाई मैले एभाइलेबल गराइसकेको छु। हेर्नुस् रिमोट डेस्कटप मैले एभाइलेबल, यो अप्सन यो बटन क्लिक नभएसम्म रिमोट डेस्कटप एलाउ गर्न सकिँदैन। ठीक छ, तपाईलाई म यस अझै म पक्न तपाईलाई म एडमिन एकाउन्टबाट लगइन गरेर एकचोटि देखाइदिन्छु। एकाउन्टबाट म लग गर्छु। एडमिन एकाउन्टबाट मैले लगइन गरेँ। हेर्नुस् एडमिनिस्ट्रेटर, यसको प्रपर्टीमा जानुस्। रिमोटमा तपाईलाई रिमोटमा तपाईको यो अप्सन चेक अनचेक गर्ने हामीलाई
राइट हुन्छ हेर्नुस् रिमोट डेस्कटप को सिलेक्ट यहाँनेरि जुन जुन युजरहरु तपाईले डिफाइन गर्नु भएको हुन्छ त्यो युजरहरुले रिमोट डेस्कटप कनेक्सन एस्टाब्लिश गर्न पाउँछ र यहाँ के लेखेको छ happy/administrator already has access भनेको जो युजर सित एडमिन प्रिभिलेज हुन्छ ती युजरहरुले रिमोट डेस्कटप एस्टाब्लिश गर्न सक्ने अधिकार हुन्छ अरु नर्मल युजरहरुलाई रिमोट डेस्कटप युज गर्नको लागि सर्टेन प्रिभिलेज दिनुपर्ने हुन्छ त्यो प्रिभिलेजको लागि हामीले एड गरेर यसरी युज गर्न सक्छौं यसरी एड गरेर युज गर्न सक्छौं यहाँनेर एड गर्यो अनि एउटा सपोज कुनै युजर डिफाइन गर्नु छ भने युजरको नाम लेख्नुस् सकिन्छ ठुलो कुरा छैन ठीक छ ल म एउटा जनरल लगइन गर्छु ल मैले तपाईको रिमोट डेस्कटपको बटन क्लिक छ म ट्रेनर अकाउन्टमा छु ट्रेनर अकाउन्टबाट भर्खर मैले लगइन गरेको एडमिन अकाउन्टमा म रिमोट डेस्कटप कनेक्सन सेटअप गर्दै छु यसको लागि सजिलो छ रनमा जानुस् र mstsc टाइप गर्नुस् र तपाई जुन कम्प्युटरमा लगइन गर्दै हुनुहुन्छ त्यो लगइन गर्ने कम्प्युटरको रिमोट एड्रेस दिनुस् यसको एड्रेस भने कति हो त पहिला चेक गरौँ त्यसको एड्रेस कति हो .192.168.1.200 उसको एड्रेस हो हामीले एड्रेस नै दिनुपर्छ भन्ने हैन हामीले नामबाट पनि यो काम गर्न सक्छौं हेर्नुस् रिमोट डेस्कटप कनेक्सन गर्दाखेरि तपाईलाई अप्सन्सहरु छ यहाँनेरि अप्सनमा अहिले म फोकस गराउन चाहन्छु लोकल रिसोर्सेसको कुरा यो अरु ट्याब्सहरु पनि छ अरु ट्याब्समा तपाईलाई खासै धेरै जान्नु पर्ने भनेको त्यस्तो धेरै छैन एउटा लोकल रिसोर्सेस चाहिँ अलिकति इम्पोर्टेन्ट अरु भन्दा जनरल कुरामा त यो सेल्फ एक्सप्लेनेटरी छ खासै केही त्यस्तो नबुझ्ने कुरा के छैन जनरल इन्फर्मेसन हो लगइन सेटिंग्स भयो कनेक्सन सेटिंग्स भयो डिस्प्ले भनेको तपाईले अब कतिको कलरमा डिस्प्ले गर्ने हो 15 बिट 16 बिट 24 बिटकोमा हैन तपाईले चुज द साइज अफ द रिमोट डेस्कटप ड्र्याग द स्लाइड अल अफ द रिमोट डेस्कटपको साइज कत्रो साइज तपाईले डिस्प्ले गराउन चाहनुहुन्छ प्रोग्राम्स भनेको रिमोट डेस्कटप सेटअप भइसकेपछि के प्रोग्राम स्टार्ट गर्ने त ती कुराहरु भयो यो एक्सपीरियन्स भनेको तपाईको अब जुन सिस्टम सित तपाईले कनेक्टिभिटी एस्टाब्लिश गर्दै हुनुहुन्छ त्यो सिस्टम सम्मको लिंक कतिको ठीक छ त यदि तपाईले एउटा 56 kbps मोडेम युज गर्दै हुनुहुन्छ भने थीम र बिटम्याप क्याशिङ सम्म ठीक छ यदि तपाई एउटा ब्रोडब्यान्ड कनेक्सन युज गर्दै हुनुहुन्छ भने तपाईलाई चाडा कन्टेन्ट सम्ममा इट्स ओके यदि तपाई हाई स्पिड लाइन ल्यान युज गर्दै हुनुहुन्छ भने तपाई पाँचवटै अप्सनहरु टिक लाउन सक्नुहुन्छ जति धेरै टिक लाउनुहुन्छ तपाईको ब्यान्डविड्थ कन्जम्पसन हाई हुन्छ त्यसपछि जति थोरै ब्यान्डविड्थ भयो तपाईको त्यति मिनिमम रिक्वायरमेन्टमा यो बटनहरु क्लिक हुन्छन् र अहिलेको हाम्रो केसमा हामी एउटा लाइन इन्भाइरोमेन्टमा छौं लाइन इन्भाइरोमेन्ट भनेको एउटा हाई स्पिड ल्यानै भनौं र यसमा हाम्रो पाँचवटै अप्सन टिक लाउँदामा हामीलाई कुनै पनि प्रब्लम छैन किनकि हाम्रो त टन्नै ब्यान्डविड्थ छ ब्यान्डविड्थ खानलाई प्रब्लम भएन लोकल रिसोर्सेसको कुरा गर्दाखेरि यदि तपाई यो रिमोट कम्प्युटर साउन्ड भनेको जुन कम्प्युटरमा तपाई रिमोट डेस्कटप कनेक्सन गर्दै हुनुहुन्छ त्यसको साउन्ड आफ्नोमा सुन्ने कि अब तपाईको कीबोर्ड छ भनेको जुन यो कीबोर्डको की स्ट्रोक्सहरु छ जस्तो तपाईले अल कन्ट्रोल लीड थिच्नु हुन्छ अब कन्ट्रोल अल्ट थिच्नु होला हैन अब कीबोर्ड सर्टकट्सहरु त्यो सर्टकट्सहरु चाहिँ त्यसको नि अप्सन्सहरु छ हेर्नुस् त्यो सर्टकट्सहरु चाहिँ रिमोट डेस्कटप कनेक्सन गर्दाखेरि चाहिँ फुल स्क्रिन मोडमा भए पनि मात्र एप्लाई हुने कि आफ्नो कम्प्युटरमा मात्र यसलाई एप्लाई हुने कि लोकल अब रिमोट कम्प्युटर मात्र एप्लाई हुने अप्सनहरु छ हाम्रो डिफल्ट अप्सन भनेको इन फुल स्क्रिन मोड ओन्ली ठीक छ र अर्को लोकल ड्राइभ्स भनेको तपाईको बाइ डिफल्ट प्रिन्टर मात्र चेक छ डिस्क ड्राइभ र सिरियल पोर्ट्स भनेको सपोज तपाईले जुन कम्प्युटरसित कनेक्सन गराउँदै हुनुहुन्छ त्यो कम्प्युटरको फाइलहरु आफ्नो हार्ड ड्राइभमा सार्नु पर्यो भने हैन तपाईको ड्राइभहरु बीच तपाईले एक्टिभिटीजहरु गर्नु पर्यो भने डिस्क ड्राइभमा टिक लाउनै पर्ने हुन्छ यो भनेको तपाईको टाइप अफ रिडाइरेक्सन जस्तो काम गर्छ उताको हार्ड ड्राइभ आई मिन तपाई जस्ट यदि तपाईले हार्ड ड्राइभमा टिक लाउनु भयो भने तपाईको आफ्नो कम्प्युटरको ड्राइभ्सहरु चाहिँ रिमोट कम्प्युटरमा रिडाइरेक्ट हुन्छ त्यसैगरी प्रिन्टर छ भने रिमोट डेस्कटपको रिमोट कनेक्सनमा जुन प्रिन्टरहरु छ तपाईले आफ्नो कम्प्युटरबाट पनि त्यो प्रिन्टरलाई युज गर्न सक्नुहुन्छ सिरियल पोर्टमा जुन डिभाइसेसहरु शेयर छ त्यो डिभाइसेसहरुलाई पनि आफ्नो कम्प्युटरमै शेयर भएको जस्तो युज गर्न सक्नुहुन्छ लाइकवाइज डिस्क ड्राइभ पनि सपोज तपाईले एउटा सिस्टमबाट अर्को सिस्टममा डाटा सार्नु पर्यो एउटा रिमोट डेस्कटप कनेक्सनको सेटअपमा हो भने डिस्क ड्राइभमा टिक लाउनै पर्ने हुन्छ अन्यथा तपाईको फाइल ट्रान्सफर गर्न मिल्दैन
यसलाई म कनेक्ट गर्छु। यसले के सोध्दैछ भन्दाखेरि हार्ड ड्राइभ द फलोइङ लोकल डिभाइसेस विल मेड अभाइलेबल टु द रिमोट कम्प्युटर भनेको तपाईँको जुन अहिले लोकल ड्राइभ्सहरू छ रिमोट डेस्कटप कनेक्सनको सेटिङमा चाहिँ तपाईँको लोकल ड्राइभ्सहरू रिमोट डेस्कटप कनेक्टेड कम्प्युटरमा डिस्प्ले हुन्छ। त्यो डिस्प्लेलाई चाहिँ अलाउ गर्ने त भनेर उसले क्वेसन सोध्यो। डेफिनेटली गर्ने। ओके, ट्रेनर हो, ट्रेनर एउटा एडमिन प्रिभिलेज भएको युजर हो। र अर्को चिज के छ भन्दाखेरि तपाईँले जुन कम्प्युटरमा चाहिँ अब रिमोट कनेक्सन गर्दै हुनुहुन्छ यदि त्यो क्लाइन्ट साइडको मेसिन छ भने त्यो लग अफ हुन्छ। आई मिन यदि विन्डोज एक्सपी छ भने लग अफ हुन्छ, यदि सर्भर छ भने लग अफ हुँदैन। नो अप्सन हाम्रो लागि ठिक छैन, हामीले यस चुज गर्नै पर्ने स्थिति छ। हेर्नुहोस् त यताबाट तपाईँको लग अफ हुँदैछ, लग अफ भइसक्यो। यो तपाईको रिमोट कम्प्युटर। अब म यहाँ जान्छु, माई कम्प्युटरमा क्लिक गरेर हेर्दाखेरि यहाँ तपाईको ड्राइभ्सहरू एसीडी देखायो। यो एसीडी ड्राइभ भनेको यो कम्प्युटरको ड्राइभ होइन, तपाईको आफ्नो यो कम्प्युटरको ड्राइभ्सहरू हो। सपोज तपाईलाई म एउटा देखाइदिन्छु। एउटा तपाईले सी ड्राइभमा सपोज एउटा फोल्डर क्रिएट गर्नुभयो, फोल्डरको नाम यो फोल्डर क्लिक गर्नुभयो भने क्रिएट गर्नुभयो, भने त्यो फोल्डर कहाँ गएर क्रिएट भएको छ त? यो यहाँ गएर क्रिएट भएको छ कि रिमोट भन्ने फोल्डर। लाइकवाइज मैले यहाँ एउटा फोल्डर क्रिएट गरेँ, सपोज एउटा फाइल क्रिएट गरिदिन्छु अनि एउटा ब्रिफकेस मैले क्रिएट गरेँ सपोज। ल क्रिएट भइरहेछ नि एकछिन है। मैले बिटम्याप मैले क्रिएट गरेँ, ठिक छ। र मैले बिटम्याप क्रिएट गरेँ भने यो म रिमोट सिस्टमको ड्राइभमा होइन, म लोकल सिस्टमको ड्राइभमा क्रिएट गरिरहेको छु। यसलाई भेरिफाई गर्नको लागि वी क्यान भेरिफाई दिस। हाम्रो लोकल सिस्टममा जाऊँ, सीमा जाऊँ, एउटा बिटम्याप इमेज क्रिएट भयो भनेपछि अघि नै जुन हामीले ड्राइभ सेयर गऱ्यौँ त्यो ड्राइभ सेयर हुनाले के हुँदो रहेछ भन्दाखेरि तपाईँको आफ्नो लोकल सिस्टमको ड्राइभहरू सबै रिमोट सिस्टममा जाँदो रहेछ। त्यही भएर पनि अघि हामीलाई म्यासेज सोधेको थियो तपाईँको आफ्नो लोकल सिस्टमको ड्राइभहरू रिमोट सिस्टममा चाहिँ एलाउ गर्ने कि नगर्ने भनेर सोधेको थियो हैन। त्यही भएर यदि एउटा कम्प्युटरबाट अर्को कम्प्युटर फाइल ट्रान्सफर गर्नु पर्यो भने इट्स भेरी इजी, किनकि तपाईँको आफ्नै कम्प्युटरमा भयो जस्तो त्यो फिल हुन्छ तपाईँलाई। ल र अर्को चिज के छ भन्दाखेरि तपाईँले यहाँनिर लग अफ र डिस्कनेक्ट छ, यहाँनिर सटडाउन भन्ने अप्सन हुँदैन, लग अफ र डिस्कनेक्ट भन्ने अप्सन हुन्छ। यसको डिफरेन्स के हो भन्दाखेरि लग अफ गर्नाले तपाईँ सेसनबाट डिस्कनेक्ट हुनुहुन्छ। तपाईँ एउटा रिमोट सेसन इस्टाब्लिस गर्नुभएको छ अहिले, यदि डिस्कनेक्ट गर्नुभयो भने तपाईँको रिमोट सेसन डिस्कनेक्ट हुन्छ। सपोज तपाईँले एउटा कुनै पनि एप्लिकेसन रन गराइदिइरहनु भएको छ, एउटा कुनै पनि गीत बजाइदिइरहनु भएको छ भने तपाईँको त्यो एक्जिक्युसन चाहिँ भइरहन्छ कि एक्जिक्युसन एन्ड हुँदैन, त्यो जुन कुरा चलिरहेको छ त्यो चल्दैन। यदि तपाईँले डिस्कनेक्ट गर्नुभयो भने जुन काम भइरहेको छ त्यो भइ नै रहन्छ कि। तर लग अफ गर्नुभयो भने तपाईँको कम्प्लिट काम बन्द भएर तपाईँ एउटा नर्मल स्टेटमा आएपछि मात्रै सिस्टमबाट बाहिर आउनुहुन्छ, रिमोट सिस्टमबाट। तर डिस्कनेक्टको केसमा चाहिँ जस्ट तपाईँ रिमोट डेस्कटपबाट डिस्कनेक्ट हुनुभयो, बस त्यति मात्र हो। तर तपाईँको एक्चुअल रिमोट सिस्टम चाहिँ अब एउटा फङ्सनल स्टेटमै हुन्छ, एउटा एक्जिक्युसनको त्यो लेभलमै हुन्छ, ठिक छ। द बेस्ट अप्सन भनेको जहिले पनि लग अफ गर्नु। लग गर्नुहोस्, त्यो अफलाइन फाइल्सको त्यो अर्को नै एरर हो, चुकिनु पर्दैन, नचुकिनु होला। ल हेर्नुहोस्, लाइकवाइज रिमोट डेस्कटप सेटअप गर्ने अर्को पनि एउटा अप्सन छ, त्यो भनेको थ्रु वेब कनेक्सनको थ्रुबाट रिमोट डेस्कटप सेटअप गर्न सक्छौँ हामी।
एउटा हाम्रो तपाईको MSTSC भयो हैन यसरी अर्को तपाईले ब्राउजरमा गएर पनि रिमोट डेस्कटप सेटअप गर्न सक्नुहुन्छ र यसको लागि हामीलाई पहिला रिमोट सिस्टममा के गरौँ रिमोट सिस्टममा लगइन गर्छ एडमिनिस्ट्रेटरले ADMINS TR के भयो ठीक छ ल हैन लाइकवाइज म अर्को पनि एउटा काम गर्छु सपोज म एकचोटी यहाँबाट के गर्छु यहाँबाट एकचोटी फेरि रिमोट डेस्कटप सेटअप गर्न खोज्छु रिमोट डेस्कटप सेटअप गर्छु यो एउटा सानो अर्को सिम्पल एक्जाम्पल दिँदैछु र यो केसमा म के गर्छु यो केसमा म ट्रेनरबाट नभएर जुन हाम्रो एउटा नर्मल युजर छ नि टेस्टबाट लगइन गर्न खोज्छु है The local policy of the system does not permit you to log on interactively भनेको जहाँ तपाई रिमोटली लगइन गर्न खोज्दै हुनुहुन्छ रिमोट डेस्कटप कनेक्सन युज गर्न खोज्दै हुनुहुन्छ त्यहाँ तपाई यो टेस्ट भन्ने युजरलाई लगइन परमिट छैन हेर्नुस् तपाईको त्यसको लागि के गर्ने त यसको लागि हामीसित दुईटा अप्सन छ आइदर तपाईले रिमोट डेस्कटपमा गएर सेलेक्ट रिमोट युजर गरेर टेस्ट भन्ने यहाँ युज गर्नु पर्यो टेस्ट यसरी टेस्ट गर्नु चेक नेम गर्नु कि टेस्ट यसरी युज टेस्टलाई स्पेसिफाई गरिदिनु पर्यो यसरी यो टेस्ट युजरलाई अर्को अल्टरनेटिभ अप्सन भनेको कहाँ छ खै लोकल युज एन्ड ग्रुप्समा गएर ग्रुप्स भित्र तपाईको रिमोट डेस्कटप युजर्स भन्ने छ यहाँ गएर टेस्टलाई एलाउ गराइदिनुस् एक्सेप्ट गराइदिनुस् फेरि ट्राई गर्नुस् त दिस टाइम हुन्छ कि हुँदैन फेरि ट्राई गर्नुस् ओके पायो यस पायो हेर्नुस् त के भन्नु मैले हेर्न के हो The administrator is currently logged on to this computer. Only the current user or an administrator can log on to this computer. भनेको रिमोट डेस्कटप कनेक्सन त यो ओके छ हैन तर यहाँ के भन्छ भन्दाखेरि जुन कम्प्युटरमा चाहिँ यो जुन कम्प्युटरबाट सपोज तपाईलाई यसलाई म कसरी बुझाउँछु भन्दाखेरि जुनले कम्प्युटरबाट रिमोट डेस्कटप कनेक्सन सेटअप गर्दै छ नि हैन के भन्छ सरी मैले केसको के द युजर happy/administrator is currently logged on to this computer. Only the current user or an administrator can log on to this computer. भनेको अहिले के छ जुन कम्प्युटरमा तपाई रिमोट डेस्कटप सेटअप कनेक्सन इस्टाब्लिश गर्न खोज्दै हुनुहुन्छ त्यो कम्प्युटरलाई लग अफ गराउन सक्ने भनेको एडमिन प्रिभिलेज भएको कोही हुनु पर्यो भन्छ है त्यही भएर म चाहिँ पहिला के गर्छु आफै म्यानुअली नै लग अफ गर्दिन्छु के किनकि यो कम्प्युटर लग अफ गर्ने प्रिभिलेज भनेको करेन्ट युजरलाई जसले लगइन गरिरहेको छ और एडमिन प्रिभिलेज भएको मान्छेलाई भन्छ उले ठीक छ त्यही भएर मैले आफै लग अफ गर्दिन्छु किनकि यो हाम्रो नर्मल टेस्ट युजरलाई त्यो लग अफ गराउन सक्ने प्रिभिलेज छैन एउटा नर्मल युजर हो त्यही भएर मैले म्यानुअली लग अफ गर्दिए ठीक छ ल
अब म ट्राई गर्छु कनेक्सन इस्टाब्लिस गर्न खोज्ने। टेस्ट भयो। ल तपाईँ अब रिमोट कम्प्युटरमा लगइन गर्नुभयो। ठिक छ। यो एउटा रिमोट डेस्कटप कनेक्सनको अर्को एक्जाम्पल भनौँ न। ल म लग अफ गरिदिन्छु है। ल अब हामी रिमोट डेस्कटप सेटअप के को थ्रुबाट गर्छौँ? वेबको थ्रुबाट। त्यसको लागि म के गर्छु, हाम्रो जहाँ मैले रिमोट डेस्कटप कनेक्सन सेटअप गर्दैछु त्यहाँ म के गर्छु, अब एउटा सर्टेन प्रिरिक्विजिट छ। रिमोट डेस्कटप कनेक्सन थ्रु वेबको लागि पनि एउटा सर्टेन प्रिरिक्विजिट छ। त्यो प्रिरिक्विजिट के हो भन्दाखेरि आइआइएस भित्रको, तपाईँलाई म त्यो गरेर देखाउँछु। पहिला appwizard.cpl मा जाउँ, एड रिमुभ विन्डोज कम्पोनेन्टमा जाउँ। एड रिमुभ विन्डोज कम्पोनेन्टमा आइआइएस भित्र डिटेल्स भित्र जानुहोस्। डिटेल्स भित्र नि वर्ल्ड वाइड वेब सर्भिस भित्र पनि डिटेलमा जानुहोस्। अझै यसभित्र पनि तपाईँको यो रिमोट डेस्कटप वेब कनेक्सन टिक लगाएको हुँदैन। मैले अघि नै एकचोटि ट्राई गर्दाखेरि टिक लगाएको थिएँ। रिमोट डेस्कटप वेब कनेक्सन टिक लगाउनुहोस्। यो टिक लगाउँदाखेरि तपाईँको वर्ल्ड वाइड वेब सर्भिस पनि अटोमेटिक टिक लाग्छ र यो दुईटा अप्सन चाहिँ चेक लगाउनु पर्ने हुन्छ। तपाईँले यो दुईटा अप्सन चेक लगाउनुहोस्। यसलाई ओके गरिदिनुहोस्। ओके गरिदिनुहोस्। अनि तपाईँलाई त्यसपछि सिडी माग्छ, उसले विन्डोज एक्सपी को सिडी माग्छ। त्यो सिडी इन्सर्ट गरिदिनु सिडी रोममा। उसले सर्टेन आवश्यक पर्ने फाइलहरूलाई उसले पुल गर्छ र तपाईँको आइआइएसको बेसिक अब जुन रिक्वायरमेन्ट थियो, जुन प्रिरिक्विजिट्सहरू थियो त्यसलाई उसले फुलफिल गर्ने भयो र तपाईँको आइआइएसको बेसिक कुराहरू इन्स्टल हुन्छ। ल मैले पहिला लग अफ गरिदिन्छु सो द्याट कुनै पनि इस्युजहरू नआओस् है। क्लोज। अब म के गर्छु, अब म क्लाइन्ट कम्प्युटरमा जान्छु। ट्रेनरबाटै लगइन छु, नो प्रब्लम। म ट्रेनरबाट लगइन गरेर टेस्टबाट नो केही प्रब्लम छैन। म यहाँ गएर के गर्छु, म रिमोट सिस्टम मेरो कति हो 192.168.1.200 मेरो अर्को एक्सपी हो। त्यसको आइपी एड्रेस हाल्छु मैले। त्योभन्दा अगाडि म तपाईँलाई अझै सजिलो बनाउनको लागि http://192.168.1.200 जुन हाम्रो रिमोट सिस्टमको आइपी हो /tsweb भन्ने यो टीएस वेब चाहिँ हाल्नुहोस् है। यो टीएस वेबको काण्ड पनि फेरि यता हेर्नुहोस्। यो कसरी आएको टीएस वेब भनेर। टीएस वेब तपाईँको यता हेर्नुहोस् है, यहाँ म देखाइदिइहाल्छु। टीएस वेबको कम्पोनेन्ट कहाँ हुन्छ, जब तपाईँले आइएस सेटअप गर्नुहुन्छ नि, आइएस सेटअप गरिसकेपछि तपाईँको इन्टरनेट इन्फर्मेसन सर्भिस भन्ने हुन्छ क्या, यहाँनिर आएर बस्छ। ठिक छ। यो वेब सर्भिसभित्र तपाईँको म्याक्सिमाइज गर्छु। डिफल्ट वेब टीएस वेब, विन्डोजको वेबभित्रको टीएस वेब है। यो यसको लोकेसन यहाँनिर हुन्छ। यो अफलाइन फाइल्सको त्यो सर्टेनिरहरू तपाईँ नझुकिनु होला। यहाँ टीएस वेब म इन्टर गर्छु है त्यसलाई। 120 कसको हो यो? ए आइपी चाहिँ गल्ती भइरहेछ। 192.168 मात्र भएछ, 168 हुनुपर्ने। इन्टर। ल तपाईँ के आयो सर्भरमा है। अब तपाईँको रिमोट जुन कम्प्युटरलाई तपाईँले रिमोट डेस्कटप गर्ने हो त्यसको आइपी एड्रेस हाल्नुहोस् 192.168.1.200। यसलाई कनेक्ट। यहाँ तपाईँको साइजमा कुन रेजुलेसनको तपाईँले राख्न चाहनुहुन्छ। मेरो प्रिफरेबल भनेको फुल स्क्रिन हो। म कनेक्ट गर्छु। हियर वी गो। हामी कनेक्टेड भयो थ्रु वेब। हामी रिमोट कम्प्युटरमा लगइन गऱ्यौँ थ्रु वेबबाट। ठिक छ।
तपाईको वेबबाट गर्नु र अब MSTSC बाट गर्नुको डिफरेन्स के हो भन्दाखेरि जब तपाई MSTSC को थ्रुबाट गर्नुहुन्छ हैन तपाईको पोर्ट 3389 पोर्ट युज भइरा हुन्छ के हेर्नुस् है दुईटाको मेन डिफरेन्सको कुरा गर्छु तपाईलाई यहाँ हेर्नुस् यहाँ तपाईको एडभान्समा जानुस् सेटिङमा जानुस् तपाईको फायरवलमा फायरवल जानुस् त रिमोट डेस्कटप चेक हुनुपर्ने किन चेक गर्ने पक्कै यता हेर्नुस् है ल जब तपाईं रिमोट डेस्कटप सेटअप गर्नु रिमोट डेस्कटप कनेक्सन इस्टाब्लिश गर्नुहुन्छ थ्रु तपाईको रिमोट डेस्कटप क्लाइन्ट हैन त्यसबाट रिमोट डेस्कटप कनेक्सन इस्टाब्लिश गर्दाखेरि तपाईको पोर्ट नम्बर 3389 युज हुन्छ र तपाईको कम्पनीमा जहाँ तपाईले काम गर्नुहुन्छ त्यहाँ तपाईको पोर्ट नम्बर 3389 फायरवलले ओपन गरेको पनि हुन सक्छ ब्लक गरेको पनि हुन सक्छ ओपन गरेको केसमा त प्रब्लम भएन तपाईले MSTSC युज गरेर गर्नुस् तपाईलाई एकदम बेनिफिशियल त्यो हुन्छ तर यदि तपाईको पोर्ट नम्बर 3389 ब्लक गरेको छ भने अब के गर्ने त रिमोट डेस्कटप कनेक्सन हामीलाई आवश्यकता छ यस्तो केसमा के गर्न सकिन्छ भन्दाखेरि रिमोट डेस्कटप थ्रु वेब किनकि वेब भनेको तपाईको पोर्ट नम्बर 80 मा काम गर्छ पोर्ट नम्बर 80 मा काम गर्ने भएपछि तपाईको यदि पोर्ट नम्बर 3389 ब्लक छ भने पनि वेबको थ्रुबाट तपाईले रिमोट डेस्कटप कनेक्सन सेटअप गर्न सक्नुहुन्छ कुनै पनि इश्यूज हुँदैन यो हो रिमोट डेस्कटपको लेसन्स भनेको यति नै हो र अर्को बाँकी लेसन भनेको हामी रिमोट एसिस्टेन्सको अर्को भिडियोमा गर्दै छौं ल